अवसर दिनुभएकोमा इजी टक प्रति म एकदम आभार। Welcome to my vlog. We are exploring life beyond physics. मर्निङ डे 8 आज अब खाना बनाउँदैछु म चाहिँ होइन खाना बनाउँदैछु। अब खाना बनाइसकेर खाना खाएर आज स्कुल जानु पऱ्यो, कलेज जान्छु। कलेज गएर आज प्र्याक्टिकल चेक गराउँछु। साथीको एकजना साथीको रजिस्ट्रेसन के अरे हाम्रो एक्जाम फर्म भरिदिनु पर्ने छ अमनको, त्यो भरिदिन्छु होइन। अनि सन्दीप प्र्याक्टिस गर्दैछ गिटार यहाँ। सन्दीपको नयाँ गीत रिलिज भएको छ भरे म यस्तो लिङ्क हालिदिन्छु होइन, अनि सबले हेर्नु होइन। कसैले हेरेको छैन, सबैलाई लिङ्क सेयर गरेको छ। अब कहिले पुग्छ मिलियन भ्युज हुने साथै, मिलियन भ्युज कहिले पुग्छ थाहा छैन। ल भात पकाउँदैछु म यहाँ। मैले अब फ्रेस हुन्छु, फ्रेस पनि गर्छु टक्क उठेर उठेर मतलब मोबाइल चलाएँ। अब दुःख पढेको छैन, एक्जाम आइसक्यो है, तनाव भइसक्यो। यस्तै छ अवस्था, यो बुक समय पनि पढ्छ। अब कलेज जान आँटेको म चाहिँ होइन। इजी टकको भिडियो पनि आएछ, इजी टकको भिडियोमा यो क्लिप पछि हाल्छु यो भिडियोमा। त्यति राम्रो त छैन, त्यही पनि हाल्छु म। सो अब कलेजतिर लागेको म, अनि त्यही अब आएर कलेजमा के गर्छु त्यो पनि रेकर्ड गर्छु। मेमोरी क्रिएट गर्ने हो होइन, मेमोरी बनाउने हो, मेमोरी बनाउनु भन्दै। फेस राम्रो छैन यार, इजी टकको भिडियोमा त कस्तो आएछ, यतिको हुन्छ नि यो फ्रन्ट क्यामेरा यतिको देखियो होला, कस्तो नराम्रो देखिन्छ। कहिले कसरी चाहिँ हुनु, कसरी के भन्छ मेकओभर कसरी हुनु अरे टिप्स। खाने मुखलाई जुङ्गाले छेक्दैन, सिक्ने मनलाई दुनियाँले रोक्दैन। इजी टक भन्दा 12 दिन अगाडि म यसरी स्टेजमा आएर बोल्न त के, म यस्तो सभा पनि कहिले जान्न थिएँ। समारोहमा गएर अगाडि उभिन त के, म त्यो प्राङ्गणभित्र पर्दा पनि पर्दिनँ थिएँ। त्यसरी लुकेर बस्ने मान्छे। मलाई आफूलाई केही विकास गर्नुपर्छ, मैले एउटा माध्यम खोजिरहेको थिएँ जहाँ चाहिँ म आफ्नो पर्सनालिटी, आफ्नो व्यक्तित्व विकास गर्न सकौँ। त्यो व्यक्तित्व विकास गर्ने मलाई अवसर दिनुभएकोमा इजी टक प्रति म एकदम आभारी छु। र अहिले हजुरहरूले देखिरहनु भएको छ, म बोलिरहेको छु हजुरहरूको माझ। मलाई आफ्नो स्वरप्रति पनि त्यति धेरै घृणा छैन अहिले भनौँ, म बोलिरहेको छु। र आजकल मैले भिडियो पनि बनाउन थालेको छु, भ्लगिङ गर्न थालेको छु। यति भन्दै सिक्न कहिले नछोडौँ, आफूलाई विकास गर्न कहिले नछोडौँ, आफ्नो व्यक्तित्व विकास गर्न कहिले नछोडौँ भन्दै म इजी टकलाई उत्तर प्रगतिको शुभकामना दिँदै म यस मञ्चबाट बिदा लिन चाहन्छु। धन्यवाद। सबभन्दा पहिले हामीले लेख्नु के अरे y1 निकाल्नु पर्यो। y1 भनेको है u1 भनेको हो, त्यो कुन कलर फेभरेट आयो भन न। पिङ्क, कोट पनि पिङ्क छ। नो कमेन्ट। त्यो माथि कोट भनेको तिम्रो नो कमेन्ट। मेरो सर्ट पनि पिङ्क छ। सब त पिङ्क छ यसको। नो कमेन्ट। तेरो पिङ्क छ। रेनबो, ओ रेनबो, रेनबो। मलाई पिङ्क मनपर्छ अरे, पिङ्क मनपर्छ अरे क्या। कुनै challenge myself to complete this within this 24 hour. साँच्ची मान्छे छ होइन। यहाँ दुईवटा छन् दन्तेहरू, राम्रो अनि हाम्रो सर हुनुहुन्छ, एकदमै सहज तरिकाको सर हुनुहुन्छ।
आजको डे 7 होला सायद होइन। आजको डे यसरी नै एन्ड भएको छ। साथीको मेरो इजिटको भिडियो आयो होइन, साथीको फर्म भरिदिए, यताउता कलेजमा यताउता गरियो होइन, प्र्याक्टिकल चेक गराइयो एउटा। यसरी नै आजको दिन सक्यो। अब भोलि नेक्स्ट डे, न्यू हसल न्यू डे। सन्दीप चाहिँ यहाँ खाना बनाउँदैछ। अब खाना खाएर टक्क एकछिन पढेर सुत्ने हो होइन। म इजिटको भिडियो हाल्छु त्यहाँ, अब मम्मीले हेर्नुहुन्छ होला, मम्मी इजिटको भिडियो हेर्नु ल। अब त्यस्तै छ अरू। यो भिडियो चाहिँ खास मैले भन्नुपर्दा मम्मी डेडीको लागि हालिदिएको, हेर्नुहुन्छ नि जहिले अनि छोरो के गर्दैछ भनेर, त्यो पनि हो। अनि पछि मेमोरिज हुन्छ भनेर पनि हो। अब सन्दीपसँग होइन बसुन्जेल यहाँ एउटा हुन्छ नि त, त्यो पनि हो। अनि यस्तै छ, आजको दिन यही सक्यो। नेक्स्ट डे अब न्यू टपिक, सी यू, सी मी, सी अस, सी एभ्रिथिङ।